नमस्ते नमस्कार सबैजनालाई। हामी चाहिँ बुढाबुढी बिहानै उठेर बोल्छौँ अनि त्यहाँदेखि मात्रै उठ्छौँ। ओछ्यानमै बोलिसकेर अनि उठ्छौँ। अनि म चाहिँ अब उठिसकेको छु अनि आज छिटो छिटो एउटा भिडियो बनाउनु पर्यो कस्तो हुन्छ भनेर बनाएको। अनि बिहान उठेर कुखुरालाई चाराहरू दिएँ मैले चाहिँ। अनि घर पनि सोहोरसार गर्नै पर्यो साथी हो। अनि घर सोहोरेँ अनि बाख्रालाई घाँस लाउनु गएको थिएँ। बाख्रालाई घाँस लाएर बाख्रा पनि सारिसकेँ मैले चाहिँ। बाख्रा सारेर अब घर फर्केर आउँदैछु। घर फर्केर आउँदा साग टिपेर आउने कुरो भयो, त्यही भएर साग टिप्न जाँदैछौँ। फाइनली साग पनि टिपिसक्यौँ। घरमा ल्याएर धोएर अब पकाएर खाने। अनि आजको भिडियो कस्तो हुन्छ हेरिदिनु होला। मैले चाहिँ कहिले पनि भ्लग बनाएको थिइनँ, त्यही पनि यसो बनाइहेरेको कस्तो हुँदो रहेछ भनेर सल्लाह सुझाव दिनु होला। मलाई चाहिँ थाहा छैन। यो चाहिँ नानीलाई नुहाइदिने पानी तताएको। मेरो नानी सानो छ नि त।